मैले भाइ चाहिँ भेटिसकेँ न भाइ भेट्न आएको खास चाहिँ हो उहाँ चाहिँ हुन्छ दार्जिलिङबाट भाइ कस्तो अचानक चेकिङ बसिदिएको त्यो पनि कलेज फाटकमै बसेछ सो गाइस चेकिङ थियो खासै पासाङ साथीकोमा जानुपर्ने हो तर कारण माथि भाइ आएको छ दार्जिलिङबाट र भाइलाई पनि भेट्नु पऱ्यो नि होइन बल्ल बल्ल आएको अन्त भाइ त यता बस्नु त अहिले प्रायः निकै नै उसको साइड यता रहेछ ड्युटी अन्त त्यही भएर चाहिँ भाइ भेट्नु गएको अनि सर त फेरि सिधै आएछ त चेकिङ भनेको सरको त अघि आइपुग्यो सर यहाँ अभि हामी नादा गुम्पामा भेट्नेछौँ भाइलाई है भाइ नादा गुम्पामा छ नादा गुम्पा कहाँ छ कुनै घुरुममा छ कि साइडमा छ भाइ चाहिँ हामी चाहिँ नादक गुम्पा पुग्न लाग्यौँ है यो हो मेरो पल्सर 180 गाइस हो सर कता हो अन्त भाइलाई भेट्दा आएको आज नाम चाहिँ थियो कि कता रुम चाहिँ ए यहाँ अगाडिको हो अनि हत्तु भएर फर्किँदै थिएँ दामी भाइ मैले भाइ चाहिँ भेटिसकेँ न भाइ भेट्न आएको खास चाहिँ हो उहाँ चाहिँ हुन्छ दार्जिलिङबाट पाउन हेलो भनिदेऊ न एकताल ल ब्लक गरेको उसले बस्छ जाउँ होइन आज यता बस्छु कि